सो गाइस हो आज असार 13 गते र विशेष गरी अहिले म कतिवटा कुराहरू देखाउन गइरहेको छु जुन ठाउँहरू अति नै रमाइलो छ अनि रमणीय स्थानहरू छन् अनि हाम्रो पहाडी क्षेत्रमा रहेको ठाउँहरू तपाईले देख्न पाउनुहुनेछ र अहिले चाहिँ आधा मरो मकै भइसकेको छ है र अहिले घाम पनि अस्ताउने लाइनमा गइसकेको छ र पनि धेरै तातो छ हाम्रो गाउँहरू अहिले धेरै हरियाली भएको छ र किनभने यो बर्खाको समय हो। र अहिले चाहिँ म यात्रा गरिरहेको छु अनि घाम पनि अति नै तातो भइरहेको छ र यो ठाउँ अपरोडको बाटो हो र अब हल्का फुल्का गाडी चलिरहेको छ हाम्रो गाउँमा पनि अहिले। बाटो राम्रै छ है, तल्लो भित्ता माथि भित्ता तल्लो छ, हरियाली छ अनि यो बाटो ढुङ्गै ढुङ्गा माटो रहेको छ। यो बाटो चाहिँ मकालु बेस क्याम्पसम्म पुर्याउने टार्गेट गरिएको छ, जहाँ चाहिँ धेरै पर्यटकहरू मकालु विश्वको 5औं स्थानमा पर्न गएको हिमालमा जाने गर्छन् र साथै बेस क्याम्पदेखि उन्दाखेरि नेपाल देशभरिमा चिनिने एकमात्र धार्मिक स्थल शिवधारा पनि यो बाटोदेखि नै जाने हो गाडीबाट र भावी समयमा यो बाटोबाट ती ठाउँहरू सजिलो पुग्ने सम्भावना छ र यहाँदेखि हेऱ्यौँ भने पारी यो डाँडा भएर आउनुपर्ने हुन्छ। यो डाँडादेखि झारेर तल अरुण खोला छ, अरुण खोलाबाट उकालो आएर सायौं घुम्तीहरू घुमेर आएर अनि यो घुम्ती भएर जानुपर्छ र सङ्घसभाको मकालु गाउँपालिका वार्ड नम्बर 2 उत्तरी क्षेत्र सेदुवा भन्ने ठाउँ हो र यो धेरै यात्रा गर्नु कठिनाइ पनि छ। ल मित्र हो, अहिले म यो ठाउँमा आइपुगेको मित्रजन अनि विशेष गरी पारी थोरै इन्द्रेणी पनि लागेको छ, तपाईले देख्न सक्नुहुनेछ। अब यो इन्द्रेणी लागेपछि चाहिँ कि त पानी पर्छ कि त घाम धेरै दिन लाग्छ भन्ने पिता पुर्खाहरूको एउटा भनाइ छ। त्यति मात्र नभएर यो बेठिक ठाउँमा आयो भने मान्छे पनि गाउँका मानिसहरू पनि मृत्यु हुन्छन् भन्ने कुरा पनि पुर्ख्यौलीको भनाइ छ र हामी चाहिँ त्यो कुराहरू त्यति याद गरिरहेको छैन हैन। अनि यो ठाउँहरू देखाउँदैछु अनि अति सुन्दर छ, तपाईले हेर्दै हुनुहुन्छ। अनि यो ठाउँहरूमा जस घुम्न हजुर आउनुभयो भने तपाईहरु आउनुभयो भने धेरै रोमान्टिक हुनेछ, रमाइलो लाग्नेछ। यो ठाउँहरू एकदमै राम्रो छ है त। र सो गाइस अब म यहाँ आइपुगेँ। यो ठुलो बोरको बोट हो र यसमा चाहिँ धेरै वर्ष अगाडि 30 हरेला बजार लाग्थ्यो र अहिले चाहिँ यो बजार अन्तै ठाउँमा सारिएको छ अनि यहाँ एकदम रमाइलो बजार लाग्ने गर्थ्यो र वर्षमा एकचोटि लाग्ने बजार अनि यहाँ
लाग्थे। अहिले चाहिँ सुनसान छ र पनि यो ठुलो बोटको कारणले गर्दा एउटा इतिहास बोकिरहेको छ र यहाँ हामी देख्दछौँ। र यो एकदमै घमाइलो डाँडा छ र यहाँदेखि जहीँ पनि अन्य ठाउँहरू देख्छ। त्यसले गर्दा यहाँ हरेला बजार लगाएर यहाँबाट सबै ठाउँ चारैतिर रमाइलो देख्ने ठाउँ हुनाले यहाँ बजार लाग्थ्यो। तर अब चाहिँ यो बजार लाग्दैन। यो ठाउँहरू यस्तो छ हजुर हो। ल मित्रजन हो, यो ठाउँ हजुरहरूलाई आज म देखाउन पाएँ। आज असार 13 गते अनि विशेष गरी यो ठाउँ अति नै सुन्दर ठाउँ छ र यो ठाउँमा आएर चारैतिर माथि लेक साइडको बादल लागेको ठाउँ अनि यतातिर वन जङ्गल र जो अघि हेर्नुभएको थियो ठुलो बोरको रुख र उता अनि कतिवटा धेरै टाढोको पहाड अनि त्यसपछि बादलले ढाकेको ठाउँहरू अनि यहाँ देख्न पाइन्छ। र यो ठाउँ अति नै सुन्दर ठाउँ छ र यो ठाउँ चाहिँ एकदमै रमणीय ठाउँ छ। हजुरहरूले यो ठाउँमा आउनु भने यो ठाउँ पनि घुमेर जानुहोला। हुन्छ, धन्यवाद। हुन्छ, आज यो ठाउँहरू मैले देखाएँ है। अनि अहिले चाहिँ बेलुकी 3:30 भइसकेको छ र त्यस कारणले गर्दा घाम एक साइडमा छ र यो ठाउँ जुन चाहिँ एकदमै रमाइलो ठाउँ छ। यो ठाउँबाट धेरै गाउँहरू हेर्नु पाइन्छ र यो ठाउँमा म आएर हजुरहरूले भिडियो देखाएको छु। हजुरले हेरिदिनु भयो, धेरै धेरै धन्यवाद छ। म दुखी मानिस मकालु भन्ने मेरो युट्युब च्यानल रहेको छ। हजुरहरूले सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। हजुरहरूलाई पनि म सब्सक्राइब गरिदिनेछु। हजुरहरूको कतिवटा भिडियोहरू मैले सेयर गरिदिनेछु। अनि र त्यस कारणले गर्दा हामी युट्युबमा साथी बनेर यो संसारमा बाँचुन्जेल रहौँला है। धन्यवाद।